तपाईहरु पनि अब राजतन्त्र पनि हेर्नुभयो, गणतन्त्र पनि हेर्नुभयो। जस्तै राजतन्त्रको पालोमा रहेका उद्योग धन्दाहरू अहिले चाहिँ पुरै चाहिँ विस्थापित भएर चाहिँ बन्द भइरहेको अवस्था छ। यो चाहिँ कसको कारणले भएको होला? यस्तो छ, अब यो राजतन्त्र पनि हेरियो, अब गणतन्त्र पनि देखिएको छन् भन्ने कुराहरू उद्योग धन्दाको कुरा गर्दाखेरि अब आउने दिनमा हामी एउटा अब हिजोको डेटमा हामी एउटा पत्रिका जस्तै ब्लास्ट भन्ने पत्रिका आउँथ्यो हैन, दर्शन दैनिक आउँथ्यो हैन, विभिन्न किसिमका लोकल पत्रिकादेखि लिएर साप्ताहिक पत्रिकाहरू पनि आउँथ्यो जुन हामी पढेर स्टडी। आज के भयो, आज बिहान उठ्यो अलिकति सर 2 मिनेट हामी मोबाइल हेर्छौँ, अहिले एउटा सोसियल मिडियाहरू धेरै न्युजहरू पाउँछ। त भनेको कुराहरू के छन् भने हिजोका डेटमा जुन फ्याक्ट्री इन्डस्ट्रीहरू थियो, जुन एउटा महिनाभरिमा काम लाग्ने हैन, जुन एउटा महिनाभरिमा 100 प्रोडक्सन गर्न सक्ने क्षमता जुन हुन्थ्यो, अहिले तपाईको त्यो 1 घण्टामा हुने क्यापेसिटी भएको टेक्नोलोजीहरू आइसक्यो हैन। जुन कि तपाईले त्यो टेक्नोलोजीको कारणले के भयो कि हाम्रो एडभान्स टेक्नोलोजी आउँदाखेरि त्यो विभिन्न किसिमका जति पनि पुराना मिल कल कारखाना त्यो खराब चाहिँ थिएन, राम्रै त्यति बेलाको परिप्रेक्ष्यमा राम्रै थिए। र अहिलेको अवस्थामा जुन एउटा एडभान्स टेक्नोलोजी आएको छ त्यो कारणले गर्दाखेरि अहिले एडभान्स टेक्नोलोजीमा गएर विभिन्न किसिमका फ्याक्ट्री इन्डस्ट्री पुरानो बन्द भएर नयाँ टेक्नोलोजीमा त्यो उत्पादन भएको छ। जस्तै राइस मिलहरूको कुरा गर्नुभयो, अहिले राइस मिलमा अहिले पनि त राइस खाँदैछौँ नि हामी, चामल खाएकै हो, तर त्यो के हो त्यति बेला बोइल गर्नु, फ्याक्ट्री गर्नु हैन, धेरै किसिमका थियो, सुकाउनु 10 वटा लेबर, अहिले के हो सबै मेसिनद्वारा मार्फत भएको कारणले त्यो फेसिलिटी अहिले पनि छ, तर टेक्नोलोजी अलिकति फरक भयो। अहिले विभिन्न किसिमका होटलहरुमा जानुस् तपाई, आज रोबोट युज हुन थाल्यो हैन, वर्कहरुमा, भोलि इन्डस्ट्रीमा हुन्छ, भोलि पसलमा हुन्छ। आउने दिन यो टेक्नोलोजीको कारणले राजतन्त्रमा यो थियो र गणतन्त्रमा यो आयो भन्ने कुरा भन्दा पनि हाम्रो आउने दिनमा हामी एडभान्स हुँदै गयो, टेक्नोलोजी बढ्दै गयो। भोलिका दिनमा हामी जस्तै आज मोबाइलको सोशल मिडियामा आएर पत्रिका धेरै कम गरे पढ्न भने त्यसैले गर्दाखेरि त्यो अगाडि बढ्दैखेरि यो टेक्नोलोजीको कारणले यो बन्द र खुला भन्दा पनि यो आउने दिनको यो अवस्थाले गर्दा भएको।